हेलो एभ्रिवान, नमस्ते र स्वागत गर्दै मेरो अर्को एउटा भिडियोमा। र अहिले चाहिँ हामी वृन्दावनमा मथुराबाट वृन्दावन आएका छौँ। अहिले चाहिँ हामी जाँदैछौँ वृन्दावन र मन्दिर दर्शन गर्ने। अनि के सक्छु तपाईँहरूलाई पनि देखाउन कोसिस गर्छु। आउनुहोस् हामीसँगै तपाईँहरू पनि दर्शन गर्नु र कन्टिन्यू गर्दै गएपछि थाहा पाउनुहुन्छ र के देख्छु के देखाउँछु। अहिले चाहिँ हामी जाने बाँके बिहारी लाल मन्दिर दर्शन गर्नलाई। र यहाँ चाहिँ हेर्नु न, यति भिड, यहाँ चाहिँ बाटैदेखिबाट भिड। र अब भित्र चाहिँ कतिको भिड छ खोइ थाहा छैन, अब जाँदै गएपछि थाहा पाइन्छ। अनि यता चाहिँ बाँके बिहारी मन्दिर जाँदैछौँ हामीहरू। अहिले चाहिँ हामी भित्र पसिसकेका छौँ र यता चाहिँ देख्न सक्नुहुन्छ सबै मथुराको वृन्दावनको प्रसाद चाहिँ सबै पेडाहरू वा मिठाईहरू हो, त्यस्तो हुँदो रहेछ। र यता चाहिँ मिठाई सबै पेडाहरू नै धेरै। र यता चाहिँ भित्र पस्दैछौँ। अब मान्छे चाहिँ बहुतै भिड हुनुहुँदो रहेछ। अझै भित्र कतिको भिड छन् तपाईँहरूलाई पनि देखाउने कोसिस गर्छु। र यता चाहिँ हेर्नु न, मान्छे माथि मान्छे, यति नै मान्छे कि मान्छे यता पनि मान्छे उता पनि मान्छे, तल माथि सबैतिरै मान्छे कि उभिनको लागि पनि ठाउँ छैन। र यता मान्छे माथि मान्छे, यता तल पनि मान्छे। र अहिले चाहिँ दर्शन गऱ्यौँ, भिडभाडमै दर्शन गरेर हामीहरू चाहिँ यता बाहिरतिर निस्किँदैछौँ। र अरू मन्दिरमा दर्शन गर्ने अब चाहिँ बाँके बिहारी लाल मन्दिर हामीले दर्शन गरिसकिसक्यौँ। मन्दिर दर्शन गरेर अब चाहिँ हामीहरू यता दर्शन गर्ने श्री राधा वल्लभ मन्दिर र वृन्दावनका श्री राधा वल्लभ मन्दिर यहाँ चाहिँ हुनुहुन्छ। र यता चाहिँ यहाँ चाहिँ अलिक कम्ती नै हुँदो रहेछ, उताभन्दा यहाँ चाहिँ अलिक कम्ती नै। त्यही नै दर्शन त त्यस्तै नै हो, अब हात जोड्दै गर्दै। र यता देख्न सक्नुहुन्छ कृष्णजीको पनि दर्शन भयो। यता चाहिँ दर्शन गरिसकेर निस्किसकेका छौँ। अब चाहिँ हामीहरू निधिवनतिर लाग्यौँ। र अब चाहिँ हामी निधिवन जाने। अनि र यता चाहिँ जाँदैछौँ। यता चाहिँ निधिवन हामी भित्र पसिसकेका छौँ। र निधिवनमा भएका जनै पनि घाँस-घसनीहरू छन्। यस्ता घाँस-घसनी चाहिँ कतै काहीँ नदेखेका घाँस-घसनी रहेछन्। र मैले चाहिँ यस्ता घाँस-घसनी अरूतिर कतै देखेकी छिनँ। र यस्तो खालको बाहिर धेरै जस्तो छैन नै अरे कि यी मात्रै छन्, त्यसैको लागि निधिवन। र हामीहरू चाहिँ निधिवन गोटै घुमिसक्यौँ। र अब चाहिँ हामीहरूको जान रह्यो प्रेम मन्दिर र इस्कन मन्दिर। र इस्कन मन्दिर चाहिँ अहिले बन्द रहेछन् र प्रेम मन्दिर चाहिँ हामीहरू राति जाने भनेर अहिले चाहिँ हामीहरू आयौँ अनिरुद्ध गुरुजीले भनेको कथा भन्ने ठाउँमा। र यहाँ चाहिँ कथा सुन्ने, एकछिन बसेर अनि भजन कीर्तन गर्ने, अनि फेरि जाने हामी इस्कन मन्दिर।
हामीहरूले चाहिँ भागवत कथाबाट उठेर आयौँ किनकि हामीहरूको इस्कन मन्दिर जाने बेला भइसकेको छ, मन्दिर खोल्ने बेला भइसकेको छ। अब चाहिँ यहाँबाट छेउमै हुनुहुन्छ र छेउमै हुनाले गर्दा हामी हिँडेरै जाने र हामीहरूसँग चाहिँ एउटा घटना घट्यो। घटना चाहिँ के भने हामीले जुत्ता चप्पल बाहिर खोलेर गएका थियौँ, बाहिर खोलेर भित्र पसेका थियौँ। अहिले चाहिँ यहाँ मेरो हस्बेन्डका जुत्ता कसले लगिदिएछन् र केही छैन। भागवत कथा सुन्न आउँदाखेरि जुत्ता चप्पल हराएको पनि त्यस्तो नराम्रो केही होइन र हुन्छ। आजको भिडियो यहीँबाट बिदाई लिएँ मैले। अब अर्को नेक्स्ट भिडियो चाहिँ दिनेछु प्रेम मन्दिर र इस्कन मन्दिरको। र मेरो भिडियो चाहिँ कस्तो लाग्यो कमेन्ट गरेर भन्न नबिर्सिनु होला।